आज हामी यो कक्षा 8 देखि नै लागू हुने गरी यो हाम्रो युगपत्रेखीय समीकरण जुन हुन्छ यसलाई सिमल्टेनियस इक्वेसन पनि भनिन्छ इङ्ग्लिसमा। यो इक्वेसनलाई खासमा हाम्रो 8 कक्षामा पनि दिएको छ, हटाउने विधिद्वारा हल गर्नुहोस् र यसलाई 9 कक्षामा पनि दिएको रहेछ हैन। सिमल्टेनियस इक्वेसन वास्तवमा कस्तो हुन्छ भने हाम्रो सीधा रेखाको जुन दुईवटा समीकरण दिएको हुन्छ नि त्यस्ता समीकरणहरूलाई के भन्छ भने सिमल्टेनियस इक्वेसन भनिन्छ, अर्थात् जसलाई युगपत्रेखीय समीकरण भनिन्छ। र यो समीकरणहरूलाई हटाउने विधिद्वारा कसरी हामी हल गर्ने त्यसको बारेमा म यो भिडियोमा बताउन गइरहेको छु, जसलाई इङ्ग्लिसमा इलिमिनेसन मेथड भनिन्छ। अब युगपत्रेखीय समीकरण मा सल्भ गर्नको लागि हल गर्नको लागि सबभन्दा पहिला हामीले के गर्नुपर्छ भने म त्यसै केही बुँदा बताउँछु, त्यसपछि म एउटा यसको समाधान सहित म बताउँछु यो भिडियोमा। जस्तो पहिलो हाम्रो नियम के रहेछ भने सबभन्दा पहिले दिइएको दुईवटा समीकरणहरूमा x र y मध्ये कसको गुणांक समान छ हैन। सबभन्दा पहिला यो x र y त दिएकै हुन्छ हैन भने सबभन्दा पहिला यिनीहरूमध्ये x र y को गुणांक हेर्नुपर्छ हामीले कि कसको गुणांक चाहिँ दुवै समीकरणमा समान रहेको छ है। अब यदि त्यो समान छ भने हैन, यदि त्यो गुणांकहरू समान छ भने हेर्नु यहाँ मैले लेखेको छु, समान भएको पाइएमा दुवै धनात्मक भए हैन। जस्तो x र y को जस्तो 1 नम्बर समीकरणमा पनि x को गुणांक, 2 नम्बर समीकरणमा पनि x को गुणांक समान पायो, जस्तो 5x हुन्छ नि त्यस्तो समान पायो र दुवै धनात्मक रूपमा हैन धनात्मक भए प्लसको रूपमा छ भने के गर्ने त समीकरण 1 बाट समीकरण 2 लाई के गर्ने त घटाउने, ठीक छ। तर त्यस्तै गरी हेर्ने यहाँ समान भएको हैन x र y को गुणांक जुन छ समान छ, तर एउटा धनात्मक र अर्को ऋणात्मक भयो भने के गर्ने त हैन। एउटा धनात्मक अर्को ऋणात्मक भयो भने के गर्ने त समीकरण 1 र समीकरण 2 लाई के गरिदिने त जोडिदिने है। अब यो हामी यो पहिलो भागमा छौं है त, यसको म दोस्रो भाग पनि बनाएर म दिन्छु। यो हामी खासमा के को लागि त गुणांक समान भएको हैन, गुणांक समान भएको अवस्थामा कसरी सरल गर्ने कसरी चाहिँ समाधान गर्ने हैन हल गर्ने त्यसको बारेमा अहिले हामी बुझिरहेका छौं है त। अब जस्तो मैले चाहिँ यहाँ उदाहरण दिएको छु हैन, यो हाम्रो पहिलो समीकरण दियो x + 2y = 5, यसलाई समीकरण 1 मानेका छौं। त्यस्तै x - 3y = -5 समीकरण 2 मानेका छौं है त। अब मैले पहिलो सुरुमा मैले के भनेको भने कि सबभन्दा पहिला दिइएको दुईवटा समीकरणहरूमा x र y मध्ये कसको गुणांक समान छ त्यो कुरा हेर्ने है त। अब हेर्ने त हामीले माथिको समीकरणमा x को गुणांक केही नभए दिएको अवस्थामा 1 हुन्छ हैन र y को गुणांक यहाँ 2 रहेको छ। तल समीकरण 2 मा x को गुणांक 1 भयो, y को गुणांक 3 भयो भनेपछि माथिको समीकरणमा x को गुणांक 1, तलको समीकरणमा पनि x को गुणांक 1 भयो हैन। र दुवै हाम्रो के छ त धनात्मक छ हैन, किनभने यो x पनि प्लसको रूपमा छ, यो x पनि प्लसको रूपमा छ भने यसरी चाहिँ हाम्रो x दुवै समीकरण भएको x को गुणांक समान छ र दुवै धनात्मक छ हैन। धनात्मक भयो भने के गर्ने त हेर्ने त समान भएको पाइएमा र दुवै धनात्मक भए समीकरण 1 बाट समीकरण 2 लाई घटाउने यहाँ हाम्रो नियम छ है त। त्यसकारण मैले यहाँ के लेख्छु त समीकरण 1 - समीकरण 2। अब 1 हाम्रो भयो x + 2y = 5 अनि 2 के भयो त x - 3y =
माइनस 5 समीकरण 2 भयो हैन। अब घटाउने नियममा हाम्रो जब घटाउन जान्छौँ भने जुन प्लस हुन्छ त्यो माइनसको चिन्हमा चेन्ज हुन्छ नि। भने यो x जुन प्लसमा थियो अहिले के यहाँ दियो त माइनस दियो, त्यस्तै यहाँ माइनस थियो भने तल के लेख्यो त प्लस भयो, त्यस्तै यो माइनस हुँदाखेरि के भयो त यहाँ प्लस भयो। भने यसरी समीकरण घटाउँदाखेरि तलतिर दिएको जुन मान हुन्छ यदि प्लस हुन्छ भेटियो भने तल माइनस हुन्छ, माथि माइनस भेट्यो भने तल प्लस हुन्छ है त। अनि त्यसरी चिन्ह दिइसकेपछि के हुन्छ यो बीचको जुन साइन हुन्छ नि यो बीचको साइनको कुनै अर्थ हुँदैन, बीचको साइनको कुनै अर्थ हुँदैन। अब हामी के गर्न गइरहेका छौँ त समीकरण घटाइरहेका छौँ भने हेर्नुस् हाम्रो माथिको अब x प्लसमा भयो, तलको x चाहिँ माइनसमा भयो भने यो प्लस माइनस के गर्यो त काट्यौँ हामी है त। त्यसपछि माथि चाहिँ हाम्रो 2y प्लसमा छ, तल हाम्रो 3y प्लसमा भयो भने बीचको साइनको मतलब छैन। भने प्लस 2y र प्लस 3y गरेर जोड्दाखेरि के हुन्छ त 5y भयो। त्यस्तै यहाँ बीचमा जुन हाम्रो माइनस जुन चिन्ह छ यो चिन्हको कुनै अर्थ हुँदैन। भने माथि पनि प्लसमा छ, तल पनि प्लसमा भयो भने 5 र 5 कति भइदियो त 10 भयो। अब यो 5 जुन छ गुणनको रूपमा छ भने उतातिर गएर के हुन्छ भाग हुन्छ, जसले गर्दा हाम्रो y बराबर कति भइदियो त 2 भयो। अब यसरी हामी y को मान चाहिँ 2 निकालिसकेका छौँ हैन। अब y को मान निस्किसकेपछि अब हामीले यो y को मान मैले यहाँ समीकरण 1 मा राखेको छु हैन। तर हजुरहरूले समीकरण 1 मा मात्र नभएर समीकरण 2 मा पनि y को मान चाहिँ राखेर तपाईहरु x को मान चाहिँ निकाल्न सक्नुहुन्छ। तर मैले यहाँ समीकरण 1 बाट नै x को मान निकालेको छु है त। अलिकति हेरौँ यहाँ समीकरण 1 मा y को मान राख्दा x + 2y = 5 हाम्रो समीकरण 1 हो। x + 2y = 5 समीकरण 1 अनि यसमा y को ठाउँमा मैले 2 राखेको छु अनि x + 2 * y को ठाउँमा हाम्रो 2 आएको छ भने 2 = 5। त्यसपछि 2 × 2 = 4 भयो, यो प्लसमा 6 तिर गएर के हुन्छ माइनस हुन्छ अनि यसरी x बराबर कति भइदियो त 1 भयो। यसरी हाम्रो यो समीकरण दुईटा समीकरणलाई हल गर्दाखेरि x बराबर 1 भयो, y बराबर 2 भयो। यो हाम्रो एन्सर भइदियो है त। अब यो हाम्रो थियो के को लागि त गुणांक समान तर र दुवै धनात्मक भएको अवस्थामा। अब हामी हेरौँ यसको दोस्रो भाग मैले यहाँ बनाइदिएको छु हैन। यहाँ के छ त दोस्तों हाम्रो अलिकति यहाँ हेरौँ यो नियममा बताउँछु। हाम्रो दोस्रोमा के थियो त गुणांक जुन हुन्छ गुणांक समान भएको हैन, तर एउटा चाहिँ धनात्मक अर्को ऋणात्मक भए के गर्ने त समीकरण 1 र समीकरण 2 लाई जोड्ने है त। अब हेर्ने म यसको आधारमा म यता एउटा बनाएको छु है त। दोस्तों यहाँ हेर्नुस् दोस्तों मैले यहाँ समीकरण निकालेको छु 3x - 2y = 8 समीकरण 1। त्यसपछि x + 2y = 8 समीकरण 2 भयो हैन। अब यो दुवै समीकरणलाई हेर्दाखेरि हामी के पाइरहेका छौं भने माथिको x गुणांक 3 छ, यहाँ चाहिँ x गुणांक 1 छ भनेपछि यसमा x गुणांक समान भएन। तर यसमा हेर्ने y को गुणांक -2, तल y को गुणांक +2 भनेपछि यहाँ y को गुणांक चाहिँ के भयो त समान देखियो। तर यो माथिको y को गुणांक जुन 2 छ यो माइनसमा छ, तल भएको y गुणांक जुन 2 छ त्यो चाहिँ प्लसमा छ भनेपछि एउटा ऋणात्मक भयो अर्को धनात्मक भयो। भने यस्तो अवस्थामा के गरिन्छ त मैले यहाँ बताएको छु कि एउटा धनात्मक र अर्को ऋणात्मक भए समीकरण 1 र समीकरण 2 लाई के गर्ने त जोड्ने। भने मैले यहाँ जोडेको छु हेर्नुस् मैले के लेखेको छु समीकरण 1 + समीकरण 2। अब समीकरण 1 हाम्रो कति हो त 3x - 2y = 8, त्यसपछि x + 2y = 8। अब जोडिएका छौं है त। जोडमा चाहिँ के हुन्छ भने अघिल्यै हामी गरेको जस्तो साइन चेन्ज हुँदैन है त। मात्र घटाउको क्रियामा मात्र तलको साइन चेन्ज हुन्छ तर जोडमा चाहिँ साइन चेन्ज हुँदैन। यहाँ प्लस दियो, अब हेर्ने त यो माथिको -2y तलको +2y काटियो हैन। त्यसपछि माथिको 3x अनि तलको x जोड्दाखेरि कति भयो 4x भयो। त्यसपछि माथिको 8 तलको 8 गर्दाखेरि 16 भयो अनि 4 यहाँ गुणनको रूपमा छ भने गरे यहाँ भाग गरियो अनि x बराबर 4 आइदियो है त। त्यस्तै गरेर अब हामी अघिले जस्तो कि x को मान निकालिसकेपछि हैन
जुनसुकै समीकरणमा हैन मन लाग्यो भने 1 बाट पनि हैन 1 बाट पनि y को मान निकाल्न सक्छौं वा x बाट पनि y को मान निकाल्न सक्छौं है त। अनि मैले यहाँ समीकरण 1 मा x को मान राख्दा समीकरण 1 हाम्रो यति रहेको छ 3x - 2y = 8। त्यसकारण अब हेर्ने 3 * x को ठाउँमा हाम्रो 4 आएको छ जसले गर्दा यहाँ 4 लेखियो -2y = 8 अनि 4 * 3 = 12 भयो -2y = 8 भयो। अब यो 2y ले उतातिर पठायो भने प्लस भयो यो 8 उतातिर छ प्लसमा भनेतिर के भयो माइनस भयो। अब 8 बाट 12 बाट 8 को 4 आयो बराबर 2y भयो। अब यो 2 जुन छ गुणनको रूपमा छ भने तिर आएर के भयो त भाग भयो। अब 2 ले 4 भाग गर्दाखेरि 2 आयो। यसरी हाम्रो x को मान 4 भयो y = 2 भयो। यसरी चाहिँ हामी यो एउटा अवस्थामा हैन यसरी मैले गुणांक समान भएको आधारमा मैले यो पहिलो भाग हैन पहिलो भागमा समीकरणहरूलाई कसरी हटाउने विधिबाट सल्भ गर्ने हल गर्ने म बताएको छु। तर अब म यसपछि अर्को भिडियोमा गुणांक यदि असमान भयो भने त्यस्ता समीकरणहरूलाई कसरी बनाउने कसरी समाधान गर्ने कसरी हल गर्ने म अर्को भिडियोमा म बताउने नै छु। आजको लागि यस भिडियोमा यति मात्र। हस्त धन्यवाद।